यो चाहिँ काँचो कोइला हो साथी हो। यो चाहिँ काँचो कोइला हो। यो चाहिँ खासमा कोइला खादमा काट्ने कोइला चाहिँ यही है। यो चाहिँ भट्टा हो। यो चाहिँ कोइला, यो काँचो कोइला पोलिदिन्छ है। पोलेपछि कस्तो हुन्छ त्यो पनि तपाईँहरूलाई देखाइदिन्छु। पोल्ने चाहिँ यसरी हो। यहाँ हेर्मै यही भइहाल्यो काँचो कोइला। यो पोलेपछि तपाईँको यस्तो हुन्छ। यसलाई चाहिँ एलएस भन्छ। यो चाहिँ पोलिसकेको कोइला हो। पोलेर तपाईँको यो चाहिँ बाल्नुलाई रेडी गरेको। यो चाहिँ एकदम हल्का हुन्छ तपाईँको। यो अब यत्रो ठुलो उठाउँदा पनि एकदम हल्का हुन्छ। यो चाहिँ पोलेको कोइला हो। यसको एउटा सिस्टम हुन्छ। अब पोलेर यो बोकेर लगेर पर राख्नुहुन्छ। यो चाहिँ भट्टा हो। यस्तो दुलो हुन्छ। यहाँभित्र चाहिँ पोलिराखेको छ। यसले आगो बलिरहेछ। पुरा बलिरहेछ। यसरी लाइनले काम पनि गरिराख्नु भएको छ। यो भट्टा पोल्ने यहाँभित्र हेर्नु पुरा आगो बलिरहेछ। यहाँ मारेर यो दिदीहरूले बोकेर ऊ माथि घरमा राख्नुहुन्छ। यसरी लाउनुपर्छ अनि त्यहाँदेखि आगो सल्काउनुपर्छ। यो आगो सल्काएर चाहिँ हाल्ने हो दाइ यसरी? दादा आगो सल्काएर हाल्नु यसरी? यो अब निकाल्ने बेला हुन लागेको जलिसक्यो। अब यो निकाल्ने बेला भएको। अब निकाल्छ। देख्नु